एन्ट्री गेट चाहिँ साह्रै टाढो बनायो गुराँस वर्षे 2 किलोमिटर खुसी लाग्दियो क्या ल त गाइस फाइनली वर्षे हेलो फेरि पनि स्वागत छ तपाईहरु रमेश बिके ब्लगमा र आज भन्देखिलाई हामी मेरो बाइकको सानो कामले बाहिर निक्लेको थिएँ आज गभर्नमेन्ट होलिडे रहेछ अनि छुट्टी पनि रहेछ काम हुन सकेन भोलि गर्नेछु त्यो कामलाई अनि आज भन्देखिलाई चाहिँ विज्ञान मसँग छ अन्त हामी चाहिँ वर्षे जान लागिरहेछौँ अहिलेको सानो एकछिनको प्लानले कि वर्षे जाने भन्ने प्लान मात्रै भएको थियो दुईजना जोशीको यतिको चाहिँ सल्लाह हुन्छ अब हामी वर्षे गइरहेको छौँ यहाँको बाटोहरू उताको सिनहरू हामी बाटोमा हेर्दै जानेछौँ यो चाहिँ नयाँ ब्लग नयाँ कन्टेन्ट हालैमा निक्लेको छ तपाईँले सुरुदेखि अन्तसम्म हेर्नुहोस् है त हामी नाम्चीदेखि सुरु गरेर यसरी चाहिँ नाम्ची भन्ज्याङ रोडपट्टि हामी छौँ र यो नाम्चीदेखि चाहिँ सुरु हुँदै बाटोको सिनहरू हेर्दै हेर्दै हामी वर्षेसम्म पुग्नेछौँ र त्यहाँको पनि हामी सिन हेर्नेछौँ के कस्तो छ गुराँस दामी फुलेको छ भन्दै थियो हामी त्यहाँ हेर्नेछौँ त लु विज्ञानको हामी जानेछ त होला जानुपर्छ मैले भ्लग गर्छु भनेर केही पनि सोचेको थिइनँ मैले केही पनि बोकेको छुइनँ सेटअपहरूदेखि लिएर हातले नै फोन पक्रेर हुनेछ र त्यसमा चाहिँ कतिवटा मिल्दैन होला सो एडजस्ट गरेर हेर्नुहोस् है त अब हामी चाहिँ वर्षेतर्फ लागेको टाइम कति भयो टाइम मैले लगभग 12 साढे 12 लाग्छ हाम्रो नाम्ची बजार नाम्ची बजार बाटोहरू यहाँबाट तपाईँको राइट साइडपट्टिको हो चाहिँ हामी राबोङला दामथाङहरू हुँदै अप्पर घुटपछि जान्छ तर हामी चाहिँ यता लेफ्ट लिएर जोरथाङ किति टुक्राबाट जाने विज्ञानमा हजुर जोरथाङ किति टुक्राबाट जाने बुझियो जोरथाङबाट जाने किति टुक्राबाट जाने कताबाट जानु पुग्नु परेन होइन उसले सुकाएर साइडपट्टि गरै पुग्नु पऱ्यो नि त जोरथाङ पारि नै पुग्नु पर्छ नि त बाटो बेहोरा जोरथाङ पुग्नु र यताबाट उता जाने हजुर हजुर त्यहीँबाट जाँदा हुन्छ अहिले भन्देखिलाई हामी नाम्चीलाई बिदा गरिदिइसकेको छ हामी जोरथाङको पक्रिसकेको छौँ अब जोरथाङ पुगेपछि भेट्नेछौँ है त अहिले भन्देखिलाई हामी यहाँ नाम्चीबाट लगभग 20 किलोमिटर हिँड्ने पश्चात जोरथाङ आइपुगिसकेको छौँ र एकदमै गरम रहेछ यहाँनिर यो यताबाटको बाटो चाहिँ हामी वर्षे गइरहेको छौँ अगाडिको नजाराहरू अझै हेर्दै जानेछौँ है त एकदम सर्ट भिडियो बनाउँदैछु जग्गा जग्गाको मात्रै अझै हेर्नेछौँ त उताको नजाराहरू के कस्तो छ है त सो गाइस अहिले भनेदेखिलाई तेल हालिसकेको छौँ अब चाहिँ हामी यहाँबाट चाहिँ अब चाहिँ वर्षेको यात्रा जारी राख्नेछौँ है त यहाँ हाम्रो विज्ञान आउँदैछ गरम है जोरथाङ त गरम दिन भनिन्छ चाहिँ मजाको त्यो के अरे स्वर्गीय जाने बाटो उसले नेपाली किताबमा लेखेको क्लास 2 मा हो कि सो गाइस अहिले भनेदेखिलाई हामी दरम दिनबाट अलिकति माथि कस्तो लाग्दैछ हौ मजा आउँदैछ है बिना प्लानमा हिँड्नु मजा आउँछ है कम्फोर्ट दुख्दो रहेछ नि त पछि बस्दा होइन अघि त केही पनि भएको छैन मजा आउँदैछ सजिलो हुँदो रहेछ यो बाइकमा भन्दै थियो त सो हेर्नु सक्नुहुन्छ यताको नजारा हेर्नुहोस् है त आमा खेतबारीहरू यो चाहिँ दरम दिनदेखि अलिकति माथि पहाड त माथि कुहिरोले छोपेको रहेछ कस्तो मजाको खेत धान काटेर चाहिँ परालहरू राखिरहेको रहेछ है मजै आउँदैछ अझै माथि पुग्ने एक्साइटेड छु कस्तो जग्गा छ नि किन गुराँस फुलिरहेको रहेछ सोमबारे रहेछ सोमबारे सो गाइस अहिले भनेदेखि सोमबारेदेखि निकै माथि आइपुग्यो हामी कुन चाहिँ ठाउँ हो अन्त केही जुस नपाएर चाहिँ स्टिङ खुवायो भने त स्टिङ नखानु भन्छ तर पनि हामी खाइरहेछौँ यो साथी मान्छे यति साह्रो अलिक हौरे हौरे रहेछ कि यहाँ आइपुगेर चाहिँ नि नाम्चीमा मलाई 2 किलोमिटर 2 घन्टामा पुग्छ भन्दै थियो होइन 3 घन्टा लाग्छ भनेको 2 घन्टामा पुग्छ भन्दै थियो होइन अहिले यहाँ आएर सोमबारेदेखि निकै माथि आइसक्यो हो सोमबारदेखि निकै माथि आइसक्यो यहाँ दोकान कान्टीतिर सोधेको अब 2 घन्टा लाग्छ भन्दैछ यहाँ आइपुगेर 2 घन्टा लागिसक्यो यहाँ आइपुग्नु 2 घन्टा लाग्यो अझै 2 घन्टा लाग्छ अरे हो नाम्चीबाट त्यो पटाउने कुरा हो त्यो 2 घन्टामा पुग्छ भन्दाखेरि चाहिँ त अन्त कहाँ अन्त फर्स्ट टाइम आएको अब तपाईँ हौरे यो मान्छे त्यही साह्रो हौरे जस्तो अब यो कलो ड्रेस नि यहाँ छपरी भयो
सो गाइस यहाँ भन्दाखेरि चाहिँ वर्षेको लागि 5 बनाउनु पर्ने रहेछ। बिहान उसले 5 बनाइरहेछ, दुईजनाको 5। अनि वेलकम टु वर्षे। वर्षे चाहिँ यता पस्नुपर्ने रहेछ हामी है। हामी चाहिँ अहिले आउनु चाहिँ यता आएको। एन्ट्री गेट मैले देख्नु त देखेको उयसतिर भिडियोतिर भयो है, तर आउनु चाहिँ फर्स्ट टाइम अब हेरौँ त यहाँदेखि उताको नजारा हेर्दै जानेछौँ त। अहिले हामी 5 रेडी हुँदैछ। रेडी हामीदेखि 5 भइसक्यो। 5 भयो? 5 भयो हामी। 5 भयो हामी है। हामी 5 भयो। ल अब चाहिँ अगाडि जानेछौँ है त। जंगल में मंगल करके रात को, ये क्या है भाई? ये क्या है? सो गाइस फाइनली हामी यहाँ आइपुगेका छौँ है। गुराँस देख्न सक्नुहुन्छ यहाँतिर। अब यहाँ एकछिन खाजा खाएर चाहिँ हामी जानेछौँ। यहाँबाट उता हिँडेर जानुपर्ने रहेछ। सो अलिकति खाजा चाहिँ खाएर जाउँ होला, अलिक टाइम लाग्छ अरे भित्र पस्नु। त्यो भएर चाहिँ चिया खाजा खाइराखेर चाहिँ। सो यो मान्छेले राति हुँदो वर्षे ल्याइ पुऱ्यायो है। गुराँसहरू चाहिँ यता माथि रहेछ। पर्मिट भएर पठाइन्छ। सो यहाँबाट रहेछ स्टार्टिङ चाहिँ। मान्छेहरू घुमेर आइसकेको छ, हामी भर्खर चढ्दैछौँ। हेर्न सक्नुहुन्छ रात परिसकेको अवस्था। यहाँबाट चाहिँ अब चाहिँ वर्षे खास ट्रेकिङ सुरु यहाँबाट चाहिँ। हाम्रो एन्ट्री सुरु भइसकेको छ। यताबाट हामी आएको फुल्के मजाले फुलेको हेर्नुहोस् न। पोखरी रहेछ, सेतो गुराँस झरिआएको रहेछ। लु जाउँ, भटाभट रात परिसक्यो। गाइस यो सिन हेर्नुहोस् त, क्या मजाको ढुङ्गाको स्टेप, पानी झर्दो रहेछ। लेट्स गो, जल्दी कुदो जल्दी कुदो, गुराँस देख्दैन फेरि। हेर्नुहोस् त गाइस, अझै 4 किलोमिटर, 4 बजिसक्यो हो। अझै रात पर्न आँटिसक्यो। अब यो मान्छे आधी दिनमा वर्षे जाउँ भन्ने चाहिँ 4 किलोमिटर उता हेर्नु फेरि, उता हेर्नु। 1 किलोमिटर हिँडेर आइसक्यो हामी हो। अझै 4 किलोमिटर यता वर्षे। 4 बजी अब रात पऱ्यो, अब जङ्गलभित्र अँधेर देख्नु थाल्यो। न फुल देख्छ न के देख्छ। यो मान्छेको उयसमा कुद्नु हुँदैन रहेछ हाइवेमा। भिडियो नाम्चीदेखि सुरु गरेको वर्षे टक्कै एन्ट्री भएर भिडियो सक्यो भने त के फाइदा होइन। त्यसमा ब्याट्री एकदमै बचाएर लिमिटेड राखेर कुदेको छु त्यो वर्षेको फुलहरू देखाउनु लागि। सो एक दुईवटा फोटो भनिदिउँ भनेर चाहिँ हिँडेको। अझै 4 किलोमिटर देख्दा त हरेस लाग्यो नि एट्रिका। बाइक पस्नु दिएको पनि साँच्चै बुटुङटुङ लिएर आउँथ्यो म। सो गइरहेको छौँ, हेरौँ अगाडिको कुरा। अहिलेको लागि चाहिँ कुद भाइ कुद। सो गाइस मान्छेहरू चाहिँ आइरहेछ, माथिको नजारा हेर्न सक्नुहुन्छ। मान्छेहरू चाहिँ सबै फर्किरहेछ, हामी मात्रै रहेछ जाने चाहिँ है। ढिलेहरू आम्पो यहाँ मेरो फोटो खिच्नु ल। क्या खुसी लाग्दियो क्या। अब 2 किलोमिटर हामी हिँड्यो, 3 किलोमिटर लगभग छ। कति बज्यो? 4 किलोमिटर हिँडिसक्यौँ। अब छ 1 किलोमिटर, वर्षे 1 किलोमिटर। अब 1 हेर्नेछौँ, रात पर्न आँट्यो। फुल चाहिँ देखाएर छाड्छु है म ल। ल जाउँ त अब फेरि। सो गाइस फाइनली वर्षे आइपुगेको अवस्था। कस्तो लाग्दैछ? ल त गाइस फाइनली वर्षे चाहिँ आइपुग्यौँ। गुराँस हेर्न सक्नु, त्यस्तो बेसी गुराँस चाहिँ छैन रहेछ, खै फुलेर झरेको। ल त गाइस फाइनली वर्षे चाहिँ आइपुग्यौँ। गुराँस हेर्न सक्नु, त्यस्तो बेसी गुराँस चाहिँ छैन रहेछ, खै फुलेर झरेको। धेरै वर्षको तपस्या बादमा यहाँनिर हामी आइपुगेको छौँ। वर्षे चाहिँ यस्तै रहेछ, फुलेर रहेछ, डाँडा रहेछ है। एकदम सुनसान। तल्लोपट्टि पनि रहेछ टार, तल्लोपट्टि टारबाट चाहिँ हामी माथि टारमा एकदम सुनसान, एकदमै मजा आइरहेको छ। कुहिरोहरू आइरहेको, चिसो हावा चलिरहेको, गरम भइरहेको थियो भित्रबाट हिँडेकोले गर्दा। 5 किलोमिटर हिँड्ने पश्चात चाहिँ एकदमै गरम भइरहेको अवस्था थियो। तर यहाँ कुहिरोले भेर चाहिँ चिसो मजा आइरहेको छ वरिपरि। तर गुराँस चाहिँ अहिले त्यस्तो फुलेको छैन, भर्खर मुना निक्लिँदै रहेछ। तल चाहिँ फुलेर पनि झरिसकेको छ। दामी लाग्यो। मेरो फोनको ब्याट्री लो भयो है, भिडियो हुनु पाएन। साथीको फोनबाट गरिरहेको छु, साथीको एकदम लो भइसकेको छ। म तपाईँलाई सबै यहाँको डिटेल्स देखाउन सक्दिनँ। सो एक दुईवटा अलिअलि चाहिँ हेर्नेछौँ है त हामी। ल यता भिडियो क्वालिटी राम्रो छैन होला, रात परेर साथीको फोनबाट गरेको है। बेसी बोल्ने छुइनँ, इन्जोय गर्नुहोस् है त यो भिडियोसँग। लु
फुलपात छैन रहेछ, फुलेको छैन सर। फुलेको त्यस्तो फुल फुलिहालेको छैन रहेछ। अझै पनि टाइम रहेछ, तपाईँहरू आउनु सक्नुहुन्छ। आज कति तारिक हो? आज तपाईँको 31 31 मार्च है, मार्च मार्च 31 हो। 31 तारिक हामी आएको छौँ र अझै पनि तपाईँ उतामा अप्रिलतिर आउनु सक्नुहुन्छ। अप्रिल चाहिँ खास भन्छ नि त वर्षको यो चाहिँ सिन दामी देख्ने सिजन चाहिँ। र पछाडि यहाँ सनसेट हुँदै गरेको दामी नजारा छ। र अहिलेलाई भनेदेखिलाई रमेश बिके ब्लग यतिमै समाप्त गर्दैछु। आउनुहोस्, इन्जोय गर्नुहोस्। बाटोको ठाउँहरू दामी दामी छ आउँदै गर्दाखेरि ठाउँ। अहिले चाहिँ हामी अलिक रात परेको अवस्था भएको कारणले गर्दाखेरिलाई जङ्गलमा चाहिँ आउँदै थिएँ। यहाँ चाहिँ घाम लागिरहेछ, जङ्गलमा आउँदै भएको कारणले त्यस्तो राम्रो उयो देखाउनु पाइनँ, ब्याट चार्ज पनि थिएन। फेरि पनि भेटौँला नेक्स्ट कुनै नयाँ कन्टेन्टको साथमा। सबैजनाले तपाईँहरू जतिले पनि भ्लग हेर्नुहुँदैछ प्लिज प्लिज मेरो एउटा रिक्वेस्ट छ तपाईँलाई, अलिकति सहयोग गरिदिनुहोस्, माया देखाइदिनुहोस्, सब्सक्राइब गरिदिनुहोस्, बेल आइकन दबाइदिनुहोस्। भ्युज चाहिँ आउँछ, डह्रो आउँछ भ्युज चाहिँ है, भ्युज चाहिँ आउँछ तर सब्सक्राइबर चाहिँ बढ्दै बढ्दैन। त्यो चाहिँ एकदमै दुःख लाग्छ। सबैजनाले सब्सक्राइब गरिदिनुहोस्, माया देखाइदिनुहोस्। नयाँ नयाँ कन्टेन्टको साथमा म आइ नै रहनेछु। सो अहिलेलाई भनेदेखिलाई सबैजनालाई बाई, फेरि भेटौँला है त। रमेश तपाईँको उयोबाट फोटो खिचिदिनु न मेरो यहाँ माथिबाट टक्कै। फरेस्ट कलदेखि चाहिँ मार्छ यो भाइलाई। तपाईँकोबाट फोटो खिचिदिनु।